यहाँ रहेछ नि त ताकायासुयामा उयो होइन के हो यो उयामा लेखेको यो यामा ताकायासुयामा छ हो ताकायासुको त्यही यो ट्रेल त अबान्डन रहेछ अब हामी केबल ट्रेनबाट आधा बाटोसम्म जानु पर्यो चढेर आयो हामी अहिले ताकायासु यामा स्टेसनमा ओर्लेको छौँ अब हामी यहाँबाट एक्जिट लिन्छौँ र अब हाम्रो हाइकिङ अब फेरि कन्टिन्यू गर्छौँ नेक्स्ट टाइमदेखि चाहिँ थर्मोसमा चाहिँ पनि हालेर ल्याउनुपर्छ मलाई दुधको देखा मलाई सुकमेल हालेको यहीको स्कुलमा हो पढ्ने बाबु यो चाहिँ नाम निकाल्नुपर्छ हो कोटामा पढ्नु पर्दैन पैसा चाहिँ अलिकति यो चेनमा पर्छ अहिले त किन्डर गार्डन दोकानी अरू यो 고거는 향으로 산 쪽. 487 मिटर हैन यही भएको हामी अब यही हो भनौँ यही हो यही नै हो अनि यहाँ के गर्ने अब पिकनिक डे नासा है हुन्छ नासा हामी यहाँ हेर्दै जाँदाखेरि यस्तो कोरो देखियो यहाँ पक्कै पनि यो जापानिज त होइन यो गाइडुलिनहरूले नै गरे हुनसक्छ त्यो प्लिज यसरी चाहिँ यो नफालिदिनु होला जापान होस् या आफ्नै देशमा होस् यो हामीले सुधार गर्नुपर्ने छ प्लिज यो मैले चाहिँ यसो अब यो फोटो उठाइदिन्छु पनि फेरि हाइकिङ जाने कि नजाने फेरि हाइकिङ जाने नेक्स्ट स्याटरडेमा हाइकिङ रमाइलो लाग्यो तिमीलाई